हेलो एभ्रिवान, आज चाहिँ म चाउमिन बनाउँदैछु। त घरमा जे सामानहरू छ त्यहीमा हालेर भेजिसहरू हालेर बनाउँदैछु। अनि घरमा चाहिँ अनि प्यानहरू छैन नि त चाउमिन बनाउने, सो त्यही भएर म चाहिँ कराईमा बनाउँदैछु। मलाई चाहिँ बनाउन आउँदैन, सो म चाहिँ आफ्नो दिदीको हेल्प लिँदै बनाउँदैछु यहाँ। अनि यहाँ सबै बिस्तारी बिस्तारी सामानहरू हाल्दैछु। अनि दिदीलाई नि सोध्दैछु के गर्ने भनेर। अनि बिचमा चाहिँ म हराइरहेको छु। अनि सो दिदीले आएर हेरिदिइरहनु भएको के गरे भनेर, के भयो भनेर। अनि मैले चाहिँ अनि सबै अनि सामानहरू हालेँ। अनि बिस्तारै बिस्तारै चलाउँदै पकाएँ। अनि प्यान त छैन घरमा चाउमिन बनाउने, सो मैले चाहिँ अनि जुगाडो स्टाइलमा अनि कराईमै बनाएँ। अनि पहिला नि दिदीले कराईमै बनाउनु भएको थियो, सो मैले नि आज कराईमै बनाएँ। अनि म चाहिँ बिस्तारै बनाउँदैछु, बिचमा चाहिँ म गायब भइरहेको छु। अनि सो अब चाहिँ मैले चाउमिन बनिहालेँ। अनि त्यसपछि त्यसलाई मैले बिस्तारै चलाउँदै बनाइरहेको छु। अनि मलाई चाहिँ यहाँ अनि के हाल्नुपर्छ भने थाहा छैन नि त, चाउमिनमा फर्स्ट टाइम बनाउँदैछु नि त। अनि सो मैले चाहिँ यहाँ दिदीलाई बोलाएर अनि दिदीलाई के हाल्नुपर्छ भने सोध्दैछु। अनि दिदीले नि मलाई बिस्तारै भन्दै हुनुहुन्छ यस्तो हाल भनेर। अनि म चाहिँ बिस्तारै दिदीले भने चाहिँ सबै सामान हाल्दै बनाउँदै गरेको छु। अनि त्यसपछि अनि त्यो सबै सामान हालेर बिस्तारै चलाएँ। अनि बिस्तारै चलाएर अनि गरेर अनि मैले चाउमिन बनाएँ साथीहरू। आज हेर्नु न यस्तो जुगाडो स्टाइलमा बनाउँदैछु। मैले यस्तो दुईवटा ठाउँमा समातेर हल्लाइ त्यो पनि दिदीले सिकाउनु भएको, यस्तो गर अनि बनाउन सजिलो हुन्छ भनेर। अनि मैले चाहिँ अनि बनाएँ साथीहरू। सो अब चाहिँ मेरो चाउमिन रेडी भयो। अनि मैले दिदीलाई पनि दिएँ। अनि त्यसपछि आफूले पनि खाएँ। थ्याङ्क यू।